ओके नमस्ते सबैजनालाई अहिले चाहिँ हाम्रो पाथिभरा माताको दर्शनको लागि यात्रा चाहिँ हाम्रो भइरहेको छ अनि अहिले चाहिँ हामी तमोर नदीमा आइपुगेका छौँ पछाडि देख्न सक्नुहुन्छ तमोर नदी अनि म चाहिँ अहिले यहाँ चाहिँ फुलपाती चढाएर चाहिँ जाँदैछु अनि मम्मी बुबा दिदीहरू आमाहरू चाहिँ पछाडि गाडीमा चाहिँ पछाडि गएर चाहिँ मलाई पर्खिरहनु भएको छ उनले चाहिँ यहाँ चढाएर चाहिँ म चाहिँ अब उता गाडीले जाँदैछु अनि हामी घरबाट हिँडेको चाहिँ कति घन्टा हामी घरबाट हिँडेको चाहिँ त्यस्तै 2 घन्टा 3 घन्टा भइरहेछ अनि अब चाहिँ हामी तमोरबाट फिदिम अनि फिदिमबाट चाहिँ हामी आएर कता कता अब मलाई एक्ज्याक्टली थाहा छैन दामी छ ठाउँ चाहिँ एकदम के भन्छ पुरा लाग्दो भनौँ न दामी भन्दाखेरि पनि सबै कुरा सुकेर राम्रो छ यहाँ चाहिँ हामी यहाँको पसलमा छ मलाई चाहिँ यहाँ पर्खिरहनु भएको छ अब चाहिँ हामी चट्टै यहाँ चढ्ने ल किन पाथिभरा दर्शन गर्न जाने क्रममा तमोर नदी कोसीको तमोर नदी पार गरियो के भन्नु सक्नुहोस् हामी चाहिँ अहिले फिदिम बजारमा छौँ र हाम्रो चाहिँ यहाँ सानो काम छ त्यही भएर हामी चाहिँ यहाँ कामतिर लाग्दैछौँ कोट पनि यो पेटले गर्दा अलिकति त लामो लामै बनाउनु पर्ने हुन्छ होइन साँच्चै किनभने यता अगाडि चाहिँ छोटो हुन्छ यता पछाडि चाहिँ लामो देखिन्छ क्या कोट हामी जस्तोलाई चाहिँ पेटले यतिको त हेन्सम हुनुहुन्छ त कोट लाउनु त हेन्सम बुवालाई हेन्सम बनाउनु चाहिँ मम्मीले मम्मी ह्याप्पी हुने एउटा भेस्ट र ट्र्याकमा निस्किँदा हेर्छौँ भइहाल्छ 4-5 कसो बेची हामी चाहिँ यो ठाउँमा छौँ आई डोन्ट नो यो कहाँ हो कुन चोक हो भने कुन ठाउँ हो यो अनि यहाँ चाहिँ यो झुप्पे ओखर र यो काटेको चाहिँ राम्रो रुख रहेछ यो फिदिमबाट चाहिँ हामी फेरि अघि बढ्दैछौँ हामी खाना खाइयो अब चाहिँ मिठो निदा लाग्छ होला गाडीमा चट्ट जाने हो गाडी अहिले चाहिँ 3:30 जस्तो भइसकेको छ अनि हाम्रो चाहिँ गाडीको यात्रा अब सकिसकेको छ अब चाहिँ हाम्रो पैदल यात्रा सुरु भइरहेछ अब चाहिँ हामी तल्लो फेदीबाट चाहिँ पैदल यात्रा गर्दै आज माथिल्लो फेदीमा बसेर भोलि चाहिँ माथि दर्शन पनि पुग्छौँ यहाँ चाहिँ एकदम धेरै भिड दर्शन गर्न जाने आउनेहरूको एकदम धेरै भिड रहेछ कलमा चट्टसँगले जाने हो अब लालीगुराँस हेर्दै दाइ सन्चै हुनुहुन्छ पुगेर फर्किनु भएको हजुर होइन म त यहाँको मान्छे पुग्नु पुरै ए हो तीर्थयात्री सहयोग ए हजुर ल हुन्छ दाइ चाहिँ यहाँ सहयोग गर्ने मान्छे हुनुहुँदो रहेछ मम्मीको चटपटी कस्तो छ एकदम मिठो लागेको छ ओहो आमाले त क्याप लाएर के आमा ब्युटिफुल भइरहेछ त
मिठो छ मकै हामी चाहिँ माथि बढेको बढै निरन्तर बाटोमा चटपटे खाँदै सबैजना धेरै हुनुहुन्छ एकदम रमाइलो छ हाम्रो दादाले चाहिँ यहाँ एउटा दुईटा तीनटा ब्याग बोकेर हिँड्दै हुनुहुन्छ ए होइन अब त मेरो यस्तो हो नि फेरि हामी चाहिँ तल्लो फेदीबाट अब माथिल्लो फेदीतिर जाँदैछौँ अनि एकदम यहाँको गुराँसहरू हेर्दाखेरि यहाँ आउने धार्मिक पर्यटकहरू हेर्दाखेरि अनि मै बुबा राम्ररी आमा राम्ररी हिँड्न सक्नुहुँदैछ अनि त्यो देख्दा चाहिँ एकदम खुसी लागिरहेछ अनि लामो समयपछि म पनि आउन पाउँदाखेरि चाहिँ एकदम भित्रबाट चाहिँ खुसी लागिरहेछ अनि त्यसरी नै हामी अघि बढ्दैछौँ थ्याङ्क यू सो मच हामी चक्कर लाग्यो मेरो पनि एउटा फोटो खिचिदिनु भन्छु हामी हिँडेकै हामी हिँडेको चाहिँ आधी घन्टा भइसकेको छ र अब चाहिँ हामी बिस्तारै माथिल्लो फेदीतर्फ अघि बढ्दैछौँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ थरी थरीको लाली गुराँसहरू फुलिरहेछ कुनै सेतो कुनै रातो कुनै पिङ्क सबै कलरको लाली गुराँसहरू देखिरहेछ यहाँ दिदी जाँदैछ अगाडि ममता के पो नाम मनु सरी माई ब्याड ल ओके अनि पछाडिको डाँडा काँडा प्लस यो अस्ताउँदै गरेको घाम अनि मुखमा पातिभरा अनि साथमा जय श्रीराम कहाँ छौँ भाइ अहिले हामी अहिले कुरामा छौँ पवित्र धार्मिक स्थल पातिभरा माताको दर्शनको लागि हामी चाहिँ जाँदैछौँ गुराँस आज हामी माथि त्यो टावर भट्टामा पुग्ने होइन हेर्दै जाउँ हामी चाहिँ अहिले माथिल्लो फेदीमा आइसकेको छौँ अनि कोठाहरू पनि भइसक्यो खाना बाँकी छ मम्मीहरू बुबाहरू माथि रुममा हुनुहुन्छ अनि म चाहिँ सक्स किन्नु पऱ्यो भनेर बजार निस्किरहेको छु अनि कहाँ निस्केको म चाहिँ अहिले एकन हो झापाली होटल एन्ड लज हाम्रो चाहिँ मासतिर हो अझै सक्स किन्नु पऱ्यो भनेर निस्केको बजार मैले चाहिँ नयाँ सक्स भन्दा नि मेरो सक्स चाहिँ तल अर्को झोलामा छोडेँ अनि हामीले चाहिने सानो मात्रै लिएर आएको त्यही भएर रह्यो नयाँ किन्नु पऱ्यो भन्ने अनि यहाँ चाहिँ राम्रो सामानहरू पाइँदो रहेछ यो चाहिँ बल पेन बाँसको दामी यस्तो पूजाको सामानहरू दामी रहेछन् अनि पोतेहरू के भागो सानो बजार हामी बस्छ अनि वाइफाई कसैको चलेको छैन मैले सादा ल वाइफाई छैन तपाईँ पनि यहाँ उदै जाने हो अझै एउटा सक्स भोलि एक दिनको लागि मात्रै थाम्यो भने त धेरैचोटि हो चाहिएको चाहिँ भोलि नयाँ सक्स लाउनको लागि हो लाएर आइरहेछ फेरि खुट्टा अब फोरै फोर भइरहेछ नयाँ सक्स लाउनु पर्यो
अझ तलबाट हिँड्दै बल्ल बल्ल आइपुगेर सबजना खुसी हुँदै तलबाट उकालोमा शेष भएर हिँड्दै आउँदाखेरि यहाँ बल्लले आइपुग्दा चाहिँ सबैजना रमाउँदै अघि बाटोमा दुर्गा पर्सेको आओ आओ पनि जाँदै थियो रमाइलो छ सबैजना थाके पनि रमाइलो गर्दै आउनुहुँदैछ दिदी कति हो सक्सको ए हुन्छ ल ल गुड मर्निङ सबैजनालाई अहिले चाहिँ बिहानको 2:08 गइसकेको छ हामीले चाहिँ हामी बसेको ठाउँबाट चाहिँ 2 बजे हिँडेको 8 मिनट जस्तो भइसक्यो हामी त्यहाँबाट हिँडेको र हामी चाहिँ अब ठुलो फेदीबाट माथि माताको दर्शन गर्नको लागि जाँदैछौँ एकदम धेरै भिड सरी एकदम धेरै भिड हुन्छ अरे अनि अब क्यु बस्नुपर्ने हुन्छ त्यही भएर ढिलो हुन्छ फेरि फर्किनु पनि पर्नेछ अनि फर्केर गाडीमा फेरि घर पुग्न अलिक लेट हुन्छ कि भनेर काम पनि गर्नुपर्ने भएको रहेछ हामी चाहिँ बिहानै यसरी सबैजना तातो लुगा लाएर आमा यहाँ दिदी मम्मी बुवा अगाडि हुनुहुन्छ हामी चाहिँ 2 घन्टा भइसक्यो हिँडेको अब चाहिँ पुग्न लगभग पुगिसक्यौँ यहाँबाट चाहिँ फेरि पूजा गरेर गेटबाट चाहिँ सुरु हुन्छ जय भक्तजनको जय ल हामीले चाहिँ पाथिभरा माताको दर्शन गरिसक्यौँ अहिले चाहिँ बिहानको 5:21 भइरहेछ सबैजनाले चाहिँ पूजासुजा गरिसकेर एकदम खुसी मनले मन कस्तो हल्का भइरहेछ मेरो चाहिँ सबैजनाको भइरहेछ होला मन हल्का भइरहेछ अनि दर्शन गरेर कस्तो ढुक्क लागिरहेछ आरतीहरू गऱ्यौँ टिका सिका लगायौँ अब चाहिँ हामी मातालाई चाहिँ बिदाई गर्नुहुन्छ अब चाहिँ हामी फेरि तल फर्किँदैछौँ ल जय माता पाथिभरा माता पनि छिटो